त रेकर्डिङ स्टप भएर फेरि नयाँ आइसक्यो हेर न भिडियो पनि यार के भन्ने यार मेरो गोब्रोले काम नगरेको हो कि पहिला म इन्स्टा चाहिँ उता आमा याङ्ग्रे ओकालो चढ्दाखेरि भ्यू बनाउँछु भने भिडियो बनाउँछु भनेर अनै गरेको छैन कि इन्स्टामा 360 चाहिँ के देख्दो रहेछ भने 360 चाहिँ राम्रो देख्दो रहेछ तर यो इन्स्टा चाहिँ अङ्कलको हो नि त अनि अङ्कलको इन्स्टामा चाहिँ के भएछ भने कोरिसकेको रहेछ क्या त्यो लेन्सको सिधा अगाडि जाने त्यो भएर ब्लर देख्छ त्यो भएर मलाई खासै मन पऱ्यो तर त्यो सेटअपको लागि प्लस अनि त्यो बाइक अरू साइडबाट चाहिँ राम्रो भ्यू आउँदो रहेछ क्या त्यो भए पनि भएको त्यो अगाडि साइडमा चाहिँ ड्यास कोरिएको छ त्यो एरिया मात्रै नराम्रो अनि अर्को साइडबाट चाहिँ राम्रो आउँछ जस इन्स्टा पनि राम्रै हुँदो रहेछ फेरि यो स्टप हुने होला क्या यो 5 मिनट हुने त्यो भ्लगहरू सब स्टप हुने होला मेरो कति मिनटको ड्युरेसन मात्रै राखेको क्या सायद मलाई लाग्छ 5 मिनटपछि अटो अफ हुने खालको बनाइरहेको छ जस्तो लाग्छ कि अब म चाहिँ यहाँ लेफ्ट लिनुपर्ने हुन्छ जर्सिङ पौवा यता होला हो लाग्छ यताबाट हो कि तलबाट जाने थाहा छैन मात्रै यता एउटा गइदिउँ अब हेरौँ हाइलक्स मलाई मनपर्ने हुने गाडी भनेको हाइलक्स हो टोयोटाको रेभो 2016 का टोयोटाको हाइलक्सहरू मनपर्छ 16देखिको माथि 17-18हरूको मोडलदेखि लिएर अनि त्यो कति भन्दाखेरि 16 कि 17मा चाहिँ एउटै लन्च निक्लेको अनि त्यसपछि 2021मा चाहिँ रेभो निक्लेको त्यो चाहिँ मनपर्छ मलाई रेभो राष्ट्रिय मनको राम्रो मन लाग्छ रेभो पछिको त्योभन्दा पछाडिको पनि दुईवटा भ्यारिएन्टहरू राम्रो लाग्छ क्या खोइ कुन हो 2015-16को हरू पनि पछि मलाई गाडीहरू किन्यो भने चाहिँ रेभो किन्छु नत्र हाइलक्सको रेभो नत्र भए त्यही 2018-19-20को मोडलहरू किन्छु एकदम राम्रो छ तिनीहरू चाहिँ योभन्दा अगाडि पनि यो ठाउँमा मैले भ्लग बनाइसकेको छ अलरेडी हालिसकेको छ किन भन्दाखेरि म योबाट फेरि हिँडिसकेको थियो अनि त्यसरी मैले युट्युबमा चाहिँ हालेको छैन तर मैले भिडियो चाहिँ बनाइसकेको छ एउटा टोटल्ली कसम मैले भिडियो चाहिँ सबै ठाउँको बनायो है पहिले ट्राभल गर्दाखेरि एउटै हालेन क्या युट्युबतिर फेसबुकतिर सर्ट भिडियो मात्रै हाल्ने छ अनि यसो आफूलाई मनपर्ने चित्त बुझ्ने मात्रै हालिरहेको छ मलाई चाहिँ काठमाडौँको धेरै भिडभाड भएर होला मैले घुम्न मन पर्यो दुईजना साथीहरू अनि थियो केटाहरूले बिर्सियो मलाई यार के गर्नु यहाँबाट आई मिस यु यार भनिदिन्छु यार नाम त खुलाउँदैन यहाँ मुनि झर्यो भने चाहिँ मेलम्ची झर्छ है अब मेलम्ची झर्छ मेलम्चीमा गएर खाना खाने अनि फेरि म चाहिँ त्यहाँबाट लाग्छु कन्टिन्यू आज मेरो सकभर माथि आमा याङ्ग्रेको बिचको बेस क्याम्पतिर हुन्छ नि अब कुन माथि टपमा चाहिँ पुगिहाल्दैन होला अब कता हुन्छ लगभग 2-3 घन्टा हिँडेर माथि गएर बस्नु मन छ नि त्यहाँबाट चाहिँ बिहानै भ्यू हेरेर टक्कसँगले अनि ब्याक टु झरेर फेरि बेलुका टु नाइट भोलि बेलुकाको 7-8 बजी चाहिँ काठमाडौँ फर्किने सोच छ मेरो त्यही हो 220 आई लभ 220 यार 220 मेरो यार मलाई फेभरेट भइसक्यो म मेरो बाइकमा चाहिँ 220 किन्छ होला 220 यार जस्तो ठाउँमा पनि कुदेको भेटेँ यार जस्तो ठाउँमा जुनै ठाउँमा पनि टुङ 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 कुदिरहेको हुन्छ 220 यार बजाजको 220 हिमालमा पनि कुद्यो पहाडमा पनि पुग्यो तराईमा पनि कुदिरहेको देखिरहेको थियो यार 220 त कहीँ सबै ठाउँकै सबै ठाउँमा पार्ट्स पनि पाउने सस्तो पनि हुने सबै ठाउँ पनि कुद्ने भनेकै 220 रहेछ यार म चाहिँ सबैजना 220 किनेर प्रिफर गर्छु यो बजाजको जे नै किन्दा पनि हुन्छ म त त्यो पो प्रिफर गरिदिन्छु केटाहरूलाई यहाँ सुपर डुपर बाइक यो आरएम क्रस फायर यताउति केही नकिन कसम 220 किनिदेऊ पुग्यो म्याच
8-9 वर्षको लागि पुगिहाल्यो म्याचिङ एकचोटि नयाँ किनिदियो भने म्याचिङ 8-9 वर्ष त म्याचिङ यति कुदिन्छ अरू बाइक किन्यो भने त 8-9 वर्षमा म्याचिङले 2-4वटा बाइक चिक्ने सकाइदिन्छ नयाँ त्यही बाइक कुन किने अब मैले म्याचिङले हिमालयन 450 कुदाइरहेको छु म्याचिङले यसले अर्को हिमालयन 450 आउने सकाइदिइसक्यो म्याचिङले पैसा त्यही भएर म आई लभ 220 भइरहेको छ क्या आजकल मलाई पार्ट्स पनि सस्तो बनाउनु पनि सस्तो सर्भिस पनि सस्तो डबल हान्ने कि तिर्पल हान्ने गुटुङ टुङ टुङ हो यार त्यही भएर 220 हाम्रो एकजना हिरो पछाडि बसेर हिँड्दैछ अब को हो थाहा छैन म चाहिँ फेरि चलाउने जिस्काइदिन्छु फेरि यो अहिले मेरो फोटो पनि ब्याक मेरो पनि फोटो हाल्छु म चाहिँ धेरै मुख छाड्छ खासै भ्लगमा चाहिँ मुख छाडेको छैन नत्र चाहिँ कसले धेरै मुख छाड्छ भनेर अवार्ड दिने भए चाहिँ मेरो नाम सुरु पनि टप लिस्टमा आउँथ्यो होला सायद जस्तो लाग्छ है अनि म आजकल धेरै छाडा बोल्ने भयो अरे सबैले भन्छ अनि पुरा यो बाटो चाहिँ यस्तो आनन्दको छ कि रोडमा सरर र सुलुलुलुलु हिँड्ने नि भोकले पेटमा मुसा कुदिसक्यो के भन्ने अब यार यो चाहिँ अब खोइ जसिन पोवाको ओह्रालो मेलम्ची हिँड्ने बाटो है फेरि मेलम्ची चाहिँ नजिक छैन है केटा फेरि